राप्ती खोला लथर खोलाको बाढीबाट कति पीडित थियो। पाम्पा खोला, मार्दल खोला, यो कायर खोला लगायतका विभिन्न खोलाहरूबाट चाहिँ पीडित यो पूर्व चितवनको जनतालाई यो खोलाहरूबाट नदीहरूबाट पीडित हुन नदिने र त्यो समस्याको समाधान खोज्ने, त्यो समस्याको समाधान तपाईँ राजनीतिक रूपमा, व्यवहारिक रूपमा, प्र्याक्टिसमा अहिले निर्वाचनको बेलामा बोलेर गर्ने होइन। जसरी तपाईहरुले के बुझ्नुस् भने हामी नेकपा एमालेको उम्मेदवारहरू निर्वाचित भइसकेपछि जम्मैले तपाईको कामको केन्द्रबिन्दु बनाएर बिहानदेखि बेलुकासम्म राति पनि त्यो कामको कल्पना गरेर हामी हिँड्छौँ। उहाँहरू सबैले थालनी गरेको काम पुरा गर्ने उद्देश्यले म आछु। त्यो काम पुरा गर्छौँ र पूर्व चितवनको जनताको शिर ठाडो हुने गरी काम गर्छौँ र यहाँको सबै खालको जनताको काम गर्ने, यहाँ कुनै खालको राजनीतिक तपाईको भेदभाव र पक्षपात गर्ने छैन। हामीले अब निर्वाचनमा नेकपा एमालेबाट म आछु। मलाई जिताउने काममा पूर्व चितवनको जनताहरू लाग्नेछन्। पार्टीको तर्फबाट उम्मेदवार भएको छु। निर्वाचनमा निर्वाचित भइसकेपछि म निष्पक्ष सबै जनताको प्रतिनिधिको रूपमा अगाडि बढेर यहाँको सबै खालको समस्याहरूको पहिचान गर्छु। मैले भन्छु यहाँ निर्वाचित वडा अध्यक्षहरू निर्वाचित नगरको मेयर उपमेयरहरूसँग सहकारी हुन्छ, निर्वाचित प्रदेशसभा संसद हुन्छ, दलको संसदीय दलको नेता पनि हुनुहुन्छ, काङ्ग्रेसबाट निर्वाचित संसदहरूसँग पनि सहकारी हुन्छ। सरकार जसको बन्छ, हामी नेकपा एमालेको सरकार बनाउन चाहन्छौँ केन्द्रमा, त्यो सरकारसँग हामी लबिङ गर्छौँ। यहाँको समस्याको पहिचान गर्ने काममा सबै राजनीतिक दल यहाँ निर्वाचित प्रतिनिधिहरूसँग पनि सहकारी गरेर पत्रकारहरूसँग तपाईँहरूसँगबाट हामी समस्याको पहिचान गर्छौँ, बुझ्छौँ।